तो गाइस वेलकम छ सबैलाई मेरो न्यू ब्लगमा डे 7 ब्लगमा गाइस। जसरी कि तपाईहरु सन्चै हुनुहुन्छ भने अनि म चाहिँ भइसक्यो रसेसम्म मात्रै अनि अरु चाहिँ अनि गाइस मेरो पुतली पनि लास्ट 4 भएको छ। मेरो आरुजीले भैँसीलाई गोठदेखि निस्काउनु भयो अनि आज मेरो आरुजी पनि भैँसीको लागि घाँस काट्न जाँदै छन्। गाइस घाम पनि लास्टै थियो किन तपाईहरुलाई पनि थाहा छ 4 बजेको घाम कस्तो हुन्छ भनेर। अनि मेरो आरुलाई पानी तिर्खा लाग्यो भनेर पानी पिउँदैछन्। अनि गाइस मेरो आरुजीले धेरै गर्मी भइरहेको थियो अनि अल्छी पनि गरिरहेको थियो अहिले। अनि गाइस हामी पनि आफ्नो खेतमा पुग्न थाल्यौं। अनि फाइनल गाइस हामी पनि आफ्नो खेतमा पुगिसक्यौं। अनि यो हाउस चाहिँ मेरो दिदीको हाउस हो। तो गाइस अनि तपाईहरुलाई म देखाउने छु मेरो खेत मेरो जमिन कति छ भनेर मेरो खेत पनि देखाउँछु तपाईहरुलाई। तो गाइस यही हो मेरो खेत, हेर्नु होला धेरै ठुलो पनि छैन, सानै खेत हो, हेर्नु होला गाइस। अनि यहाँ चाहिँ गाइस मेरो आरुजी घाँस काट्न लागिसकिन् अनि घाँस काटिरहन्, हेर्नु होला कसरी काट्छ यसले घाँस। अनि गाइस म पनि लागि आफ्नो आरुको हेल्प गर्न किनकि मलाई मेरो आरुको धेरै माया लाग्छ, त्यही गरेर म पनि आफ्नो आरुसँग हरेक काममा हेल्प गर्छु। आरुले घाँस पनि काटिसक्यो, अब कट्टा मारेर अब घरतिर रन्किने। अनि कट्टामा घाँस हालेर अनि हामी लाग्यौं घरतिर। अनि पुतलीको पनि पेट भरिसक्यो, अब पुतलीलाई घर लगेर जान लाग्छौं। गाइस हामी पुगिसक्यो आफ्नो घरमा, पुतलीलाई ल्याएर घाँस ल्याएर अनि ड्याडी पनि हाम्रो हल्का हेल्प गर्नुहुन्छ। अनि गाइस मेरो आरुजीले घाँसको भारी फाल्नु भयो भुइँमा। त्यसपछि मेरो आरुलाई चटपटा खाने मन लाग्यो अनि त्यसपछि म आरुलाई चटपटा खाना लगेर जान लाग्छु गाइस। अनि मेरो यो सानो मिनी ब्लग राम्रो लाग्यो भने लाइक एन्ड फलो